भेडाको मासु खाने भनेर यो बुढाको घरतिर गइरहेको हामीहरू है। भेडाको मासु टक्क लगाएर दुईजना पछाडि बस्नु भएको छ यता। अनि यो बुढाको घरमा जान लाग्यो। मजा रहेछ हेर अब युरोपमा आएर भेडाको मासु खाने अलि महँगो पर्दो रहेछ मार्केट खासै पाउँदो रहेनछ। त्यही भएर यसो हिँड्यौँ न त। अलिक गाउँ टाढै रहेछ। यता चाहिँ अङ्गुरको खेतीहरू छ। एकतिर भेडा ल्याउन हो टक्क लगाएर रन्काउँदै यस्तो गाउँहरू छ। सिसा खोलेको यस्तो छ पुरानो घरहरू। गाउँ छिटो पऱ्यो। यता जङ्गल छ। आइपुग्यो भेडाहरू यही हो। चाहिँ लास्टै रहेछ गाइस। भेडा चाहिँ यस्तो रहेछ। यस्तो रहेछन् भेडाहरू। यही भेडा रहेछ। हो बो काट्ने चाहिँ भेडा काट्ने काम भइरहेछ। एउटै बुढाले चाहिँ यस्तो छ भेडो। यो पुरै भेडा पालन गरेर रहेछ। खासै त रहेनछ भेडा रहन चाहिँ। ए यसरी लग्यो चाहिँ काट्यो बिचरा। के गर्नु मांसाहारी हुनेलाई राम्रो चिज होइन होला चाहिँ। यसरी अग्लो उठाएर छाला फाल्ने कार्यक्रम भइरहेछ। यसरी झुन्डायो हुँदैछ। ए यसले यसरी काटिदिनु ला रौँ काटिदिनु लागेको छ। हामी चाहिँ यसरी हेर्दैछ यहाँबाट। भेडा खाने प्लान हो। भेडा खाने प्लान भनेर आइरहेको शनिबारको दिन कत्रो हुँदो रहेछ यार। भित्रको निकालेर यता प्लास्टिकमा हालेको। अब किचकन्ने हुन्छ। त्यो यसरी छाला फालेर त्यो गर्दो रहेछ। त्यो त यसरी पो फाल्यो त यार मासु। के गर्नु यत्रो भेडो मासु फालेर यस्तो भइसक्यो। Moro. Santos ni dobro. Rakia. Santos. Qual era Santos? Ni Radi. Estava. आज शनिबारको दिन हेर्नुहोस् Ni dobro. यो छाला फाल्दैको स्किन भएको छ। गाइस हो यसरी कटाइ भइरहेछ हाम्रो। लाने चिकन बनाएर टक्क खाने। यो हो प्योर खसी भेडा मिक्स। भेडा फर्ममा 10 महिना 1 वर्ष काम गरे हुन्छ यार। साउदीमा युरो आएर पनि भेडा खान्छ। प्लास्टिकमा टाउको सुप खानु पर्छ है खुट्टा नफाल्नमा। यो सिल फालेर यार पुग्दैन हुन्छ यार। बुढी भेडा बनानी फेरि यो भयो। अब चाहिँ लाग्यो हामी। अब अर्को पालि आउँदाखेरि यता त्यही बाख्रा अर्को पालि बाख्रा खाने कुरा भइरहेको थियो। त्यहाँ छ बाख्राहरू। गाडीमा बसियो। प्रचण्ड सर बस्ने गाडी हो। उहाँ प्रचण्ड सर बस्नु भएको छ उता। प्रचण्ड सरको सवारी भएको छ यहाँ। उता अर्को प्रचण्ड सर आउँदै हुनुहुन्छ।
यस्तो अवस्था छ सम्पर्क गर्नुपर्छ घर फर्किँदैछौँ हामीहरू यताबाट हामी यस्तो छ गाउँठाउँ यताको भेडा लाएर फर्किसक्यौँ गाई छ हो रहेछ काटेको रे काटेर त्यसलाई के